भाइ तिम्रो बाल खुट्टा दुखिरहेको छ 163 पुगेको छ म्याक्सिमम त निस्किँदैन होला आयो होला ए 156 हो आज कोल्ड सिट छ त साथी के हो यस्तो बत्ती खोलिरहेको छ त्यसको टक्क फेरि जानु त बस्नु त ए टक्क बस्यो भने चाहिँ प्लस जाँदा मन तताउँछ ल अहिले चाहिँ डिपर स्विचको नि डेलिभरी भइसक्यो यो चाहिँ आरएमको रे कम्पनी जेन्युन यो हाल्न आँटे अहिले घरमा गइसक्यो घरमा बस्नुपर्छ अब दिदीहरू उता स्टडी रुम जाने बेला दिइरहेको छ नि दुबईमा होइन त्यो के घुमाउनु बाइक ढल्काइदिए हेलो नाम ल्याइदिन्छु स्टप रेकर्डिङ अहिले त आफ्नो पुरानो सम्पत्ति घर लाँदै होइन चिल्लै भइसक्यो तर अलि मेमोरिज छ है कसैले के आर्ट गर्नु सक्छन् भन्ने आफै गर्नु क्या ल है यो हप्ता राइड नगएको कारण चाहिँ यहाँ यसको बत्ती बिग्रेको थियो त्यो के भित्र के बनाउनु दिएछ अनि यो पनि अस्ति अर्डर गरेको कस्तो चलेन क्या लाइक के हो हेड के भन्ने यसमा फिट हुँदैन सायद बेग्लै वाला रहेछ क्या सो अहिले साइड लाइट पनि छैन ब्याक पनि छैन त्यसैले राइड नलगायो भने योपालि हाइट चाहिँ अलिकति घटा खानु ट्याक्क खुट्टा पुग्छ अब ल अब चाहिँ जिम लाग्यो एकछिनमा माथि जानुपर्छ स्प्रिन्ट हाल्नु क्लास स्प्रिन्ट हाल्नु माथि गएर बाहिर ग्राउन्डमा माथि ग्राउन्डमा हिँड्दै जाने होइन ए म रिकर्ड भएछ अनि भइतर आयो नि हेर्नु ए हेलो एक दुई हेलो आज टन्ने मान्छे यार बाइक स्कुटी सिक्नु अब बिस्तारै घुमा बिस्तारै घुमा नहुँदो धेर भयो क्या बिस्तारै यता 3, 2, 1, go. Bota lá.
हान्ने अझ एउटा टायर भएछ क्या लास्ट टायर भएछ हातै छुँदैन भगाइ त के मार्नु पर्यो अनि यसमा चढ्ने ल बल्ल बल्ल है पुरानो नयाँ लुगाको हाल चाहिँ अब छोडिदिनु अब कसरी निकाल्नु भन्ने जाउँ जाउँ गएको जाउँ यसको हालिदिनु मेरो त नटाल्नु होला धुलो टाल्नु नि त मेरो फेरि